सो साथीहरू आज हो सन्डे र आज सन्डे अलिकति मौका पाएको छ धेरै दिनपछि फेरि आज निस्किनु पाउँदैछ त हामी निस्किँदैछु एक जग्गा घुम्न जाँदा दामी स्पट छ कुन जग्गा हो तपाईँहरूले यसो अलिकति याद गरेर मलाई भन्नुहोस् ल र हाम्रो सवारी पनि अब रेडी भइसक्यो यहाँ हाम्रो सवारीहरू सबै रेडी भइसकेको छ जानेहरू सबै रेडी छ दामी है हेर्दाखेरि है यो बाटो के रहन्छ यहाँ ब्रिज बनाएको नि त्यहाँ फाइनली साथीहरू अहिले हामी आइपुगे कुन जग्गा आइपुगे थाहा छैन होला अहिले बताउँछु आइज यहाँ ल आइज त बिचरा हिँड्नु सक्दैन नि त ल अरे है आप त यहाँ स्लिप पनि भयो खुट्टा उयो भयो त्यो खुट्टा फ्याँक्नु पाएन बिचराले ल हामी कहाँ आइपुगेको छ हेरौँ यहाँ यो एउटा लिकन जानुपर्छ होला बिक्कीमा यो एउटा लिकन जानुपर्छ होला Oh. Oh. यहाँ परेर त्यहाँ को ड्याम खोलिरहेको छ एउटा हेलो भन्दै हेलो भन्दै सो साथीहरू अब भोक लाग्यो पहिला भोकको पेट पूजा गरिहाल्नु पर्यो पेट पूजा गरेर मात्रै अब हुन्छ खै ए खोइ कहाँ छ पुरानो त हाम्रो यहाँ खाने जग्गा हो अब हामी यहाँ आएर बस्दैछु पहिला पनि आएर खाएको थिएँ त दुईवटा टेबल चाहियो नि त एउटा टेबलमा कहाँ हुन्छ त के खाने अरे पूजा पापासँग बस्छ पापासँग बस यहाँ बस पहिला भेज भात के आएको छ पहिला आम्मामा निम्बु नि चोड्के हो हेरौँ त पहिला अब कस्तो रहेछ ग्रेभी हालेर हो साथीहरू अब खाना खाना देख्छु एउटा दिन त म चाहिँ मटन माग्दैछु हाल्नु न होला हर्दी मान्छेले हर्दी त रहेछ सनीलाई हर्दी लगे निकै हर्दी लगे मैले चाहिँ माछा मगाएको छु हो केटाकेटीहरूले चाहिँ ल साथीहरू अब हामी खानासाना खाएर एकदम मजाले टन्न भएर अब हामी लागेको तलतिर यसो गएर खोलातिर अब अलिकति भिडियोहरू गरौँ रिल्सहरू बनाऊँ भनेर यसो लागेको है
सो साथीहरू अहिले हामी कहाँ आइपुगेको छु तपाईँहरूलाई अहिलेसम्म मैले नाम त भनेको छुइनँ हेरिहाल्नु अहिलेसम्म नाम चाहिँ भनेको छुइनँ कहाँ आएको छु भनेर हामी सबै आउँदैछु रिल्स गाउँदैछ अब यहाँ हेर्नु त नजारा देखाउँछ दामी नजारा छ दामी मजाको नजारा छ यहाँ त्यति साह्रो छ नि त यताको नजारा छ दामी छ हेर्नु अहिले देखाउँदैछु म यस्तो फिलिङ यस्तो फिलिङ यस्तो हुनु पऱ्यो सो साथीहरू अहिले हामीहरू यहाँ पे सबैजना भिडियो सुटिङ गर्दैछ भिडियो सुटेर भइसक्यो यहाँ अब हो अब यस्तै हो कता गएको होला यो बाई बाई जाला बाई बाई टाटा गर्दै बाई बाई जाला बाई बाई ए फेरि खेल्नु थाल्यो अहिले अब ल अहिले के गरेको अहिले के गरेको अहिले के चिसो आउँदैछ ओ भगवान यहाँ हेर्नुहोस् त यहाँ हेर्नु त के चिसो आउँदैछ भनेको त मेरो खुट्टामा हाल्दैन रहेछ यसले खुट्टाले चिसो हुँदैन हाल्नु यता फेरि अर्कै हुँदैछ भनेको त हेर्नु त साथीहरू एकपल्ट थपेको 10 रुपैयाँ सो साथीहरू अब हाम्रो भयो अब हामी फर्केको है अब कहाँ उहाँ हेर्दै साथीहरू सबै हेलो भन्दै अब हामी कहाँ जान्छौँ के जान्छौँ है ब्लग पुरा हेर्दै गर्नुहोस् डढेर पनि कालो जस्तो भइसक्यो म सो साथीहरू अहिले हामी कहाँ पुग्दैछ फेरि हेरौँ अहिले हामीहरू कहाँबाट कहाँ आइपुगेको छौँ अहिले हामीहरू आइपुग्यो यहाँ लन्डन ब्रिज चिन्नु होला नि यो ब्रिज त आइसक्रिम सो ब्रिज तपाईँ चिन्नु होला नाम चाहिँ म भन्दिनँ जसलाई थाहा छ यो ब्रिज कुन चाहिँ भनेर प्लिज कमेन्ट गर्नुहोस् यो ब्रिजको नाम के हो कमेन्ट गर्नुहोस् है यस्तो साथीहरू यो कुन चाहिँ ब्रिज हो है अब यहाँ सबले हेर्नुहोस् सबलाई देखाइदिइरहेको छु अनि मेरो पछि पनि आउँदैछ ऊ It's a famous bridge. साथीहरू हाम्रो भइसक्यो सबै छैन बडाले माग्छ यो ल यहाँ चाहिँ ल साथीहरू अब लास्ट अब यो बदाम खाऊ
अन्त फेरि मेरो नेक्स्ट भिडियो ब्लगमा भेटौँ। सबै साथीहरू टेक केयर, बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियोज। साथीहरू